त्यसको मुखैमा परिछु र खाएको। भन्नाले अब त्यहाँ बसिया कोही थिएनन् गरे झन्काले गइछु यहाँ त तल डिल जति त्यत्तिकै उठेरै गइछु। त्यहाँ त रहिसक्यो के भयो चक्कर लाएर अन्त तल बाँझा आएर पल्टिथे। त्यहाँ त यहाँ हाम्रो पल्ठेको छोरो भयो नि घाँस काट्ने भनेर मैले ताके फेरि त्यसले नि त्यहीँ काट्छु भनेर जान लागेको रहेछ। मलाई त्यहीँ बाटामा भेटाएर अन्त बोकेर अलि तलसम्म ल्यायो। अन्त बोक्न नि नभएर ओडामा धुनजनको पानी आयो आएछ। अब त्यहाँबाट त थाहा नि पाउन्न। त्यसपछि पानी आएछ अन्त इतुरको गोडाहरू थियो त्यहाँ। अहिले त रोड बाटो बनाएको छ नि क्या त्यहाँ। हजुर त्यहाँ रोडबाट ल्याएर राखेर अन्त त्याउँदै मुन्छे बोलाउने गुवाहरू खोज्ने। ल कान्छाहरूले त यहाँ छोडिदिन् छोड्नै लाइन लौ चढाइ भनेर मुन्छे बोलाएर लगाएर अन्त डोला लगाएर अन्त ल्याएका हुन्। डोला लगाएर जस्तै तपाईँले जस्तै भालु जस्तै घाँस काट्दा काट्दै काट्दै होइन जाँदै बाटोमा बाटोमा जाँदा जाँदै त्यो भिरमा नपुग्दै अलि वरै भनेपछि झ्याप्पै उही कुकुरले जस्तै क्याप्पै पार्यो। जहाँ भेटायो नाक मुख खान्छ भालुले भन्थे गरे। मैले आँसी भिरे समाएर छु हातमा नाम्लो ढाडामा भिरेको। त्यहाँ त सानो पानी आउने गरेर साप्न नि हुन्छ ओर्न नि हुन्छ भनेर थैलो ओडिदिएका। थैलो पछ्याउरा थियो हजुर त्यो भालुले खाएछ गरे त्यो ल्याउने मैले उसार पाइनँ होला। सोरै भएन। अब त के किने भालुले छोडेको र के किने बाँचे भनेर घिर्सिँदै लगभग गइचुका यो तल्लो डिलासम्म सके। त्यहाँभन्दा हुँदै गयो होला नभए नि यति त गइछु ओह्रालो। भनेपछि जस्तै तपाईँले अलिअलि त थाहा पाउनुभयो घोप्टो परेरै बस्नुभयो। परिन का उसले जहाँ भेटा हुन्छ यो त मुख पल्टिछु का दाहिनेतिर खाने। हजुर भेटा आएछ र दाहिनेतिर समाएछ म यो त देब्रेतिर पल्टिछु का। भनेपछि अझै नि त्यो टाटै छ त्यो पुरै टाटा छ। टाटा त देख्ने भने खप्लो चौटै छैन। अनि त्यो भालुलाई पछि भाग्यो कि मारे के गरे त्यसलाई? त्यो भालुलाई मलाई डोला ल्याएर यहाँ राखेर फेरि गए बन्दुक लगाएर गाउँमै उठेर गएछन्। त्यहाँ त हाम्रै पर डाँडा ज्वाइँले